बालेनको एकै अभिव्यक्तिले दिल्लीमा ठूलो भुइँचालो। सीमा विवाद समाधानका लागि दबावमा पर्यो भारत। औपचारिक रूपमै भन्यो हाम्रो सीमा हामीले नै मिलाउनु पर्छ, बेलायतको आवश्यकता छैन। हमने भारत नेपाल सीमा के संबंध में नेपाल के प्रधानमंत्री के टिप्पणियों को, उनके बयान को और उसके साथ साथ जो उनके विदेश मंत्रालय की तरफ से बयान आया है उसको देखा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है। हो दर्शकबिन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको छ भन्ने बालेनको अभिव्यक्तिले नेपालमा विवाद र भारतलाई तनाव उत्पन्न गराएको छ। बालेनको अभिव्यक्तिलाई लिएर देशभित्रका विपक्षी दलहरू बालेन विरुद्ध मोर्चाबन्दी र आलोचनामा उत्रिएका छन् भने भारत सीमा विवाद समाधान गर्नै पर्ने दबावमा परेको छ। अझ बालेनले बेलायतलाई समेत कूटनीतिक नोट पठाएको विषय सार्वजनिक रूपमा अभिव्यक्त गरेपछि भारत नराम्रोसँग झस्किएको छ। त्यसैले भारतको विदेश मन्त्रालयले औपचारिक रूपमा नै दुई देशबीचको सीमा समस्या हल गर्न तेस्रो पक्ष आवश्यक नरहेको हामी नै बसेर मिलाउनु पर्छ भन्ने धारणा सार्वजनिक गरेको छ। भारतलाई एकातर्फ देशभित्रैका भारतीय जनताहरूको दबाव ठेक्नु परिरहेको छ भने बेलायतको इन्ट्रीले ग्रेटर नेपाल नै फर्काउनु पर्ने हो कि भन्ने चिन्ता पनि बढाएको छ। किनभने इस्ट इन्डिया कम्पनीले भारत छोडेर जाने समयमा आफूले कब्जा गरेको भूभाग सम्बन्धित देशकै हुने, यदि उक्त देशले ती भूभाग फिर्ता नलिएमा त्यो भारतमा भने नगाविने, बरु छुट्टै स्वतन्त्र राज्यको रूपमा स्थापित हुने घोषणा गरेका थिए, जस अन्तर्गत सुगौली सन्धिबाट गुमेको नेपालको भूभाग कि त नेपालकै हुनुपर्छ कि छुट्टै स्वतन्त्र राज्यको रूपमा रहनुपर्छ। तर अहिले भारतले ती भूभागहरू आफ्नो बनाएर भोगचलन गर्दै आइरहेको छ। त्यसैले पनि बालेनको यो अभिव्यक्तिले भारत तर्सिएको हो। यदि नेपाल भारत सीमा विवादमा बेलायतको इन्ट्री भयो भने भारतले ग्रेटर नेपाललाई फिर्ता गर्नुपर्ने हुन सक्छ। बालेनले बोलेका कुरालाई लिएर देशभित्रका विपक्षीहरूले राजनैतिक हतियार बनाइरहँदा भारतलाई भने यसले ठूलै झट्का दिएको छ।